गाइज हाम्रो चाहिँ आज मासु खाने दिन रहेको छ कि यहाँ चाहिँ हैन मासु बाँड्ने सिस्टम हुँदैछ। हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। गाइज हाम्रो चाहिँ यस्तो त यस्तो हुन्छ, हाम्रोसँग निदै खुलिरहेको छैन गाइज। गाइज अब चाहिँ उठ्नुपर्छ हैन, यसरी उठिन्छ हामी हैन। यसरी उठिसकेपछि चाहिँ हैन जानुपर्छ, हात मुख धुन, नास्ता खाएर जानुपर्छ काममा गाइज। उज्यालो भइसकेको छ बाहिर, सबैजना उठेर तयारी हुनुहुन्छ। सो गाइज हामी साइडमा पुगिसकेका छौँ यहाँ हैन। हिजो हाम्रो सोरिङ गरेको ठाउँ हो यहाँ चाहिँ हैन। हिजो यति धेरै पानी आइरहेको थिएन, उताबाट चाहिँ हैन पुरै पानी निस्किएछ क्या। अहिले चाहिँ हैन पुरै खोलो लगिरहेको छ। यहाँ हाम्रो आगो जोड्ने व्यवस्था भइरहेछ। गाइज हाम्रो चाहिँ यहाँ हैन अब लाइन तान्ने काम भइरहेको छ। लाइन अलिकति मिलिरहेको छैन, बेस कम भएको कारणले। गाइज हाम्रो चाहिँ अब हैन यहाँ पलाइहाल्ने काम हुन लागिरहेको छ। हाम्रो चाहिँ अब हैन सेटिङ गर्नुपर्छ गाइज। आगो बिना त हैन कामै गर्न सकिन्न क्या, एकदमै गाह्रो छ। ओके गाइज अब चाहिँ हैन दिउँसोको 12 बजिसकेको छ गाइज हैन। हामी चाहिँ खाना खान जाँदैछौँ। साथीहरू लगभग धेरै अगाडि गइसकेको छ, धेरै साथीहरू एक दुईजना। अहिले चाहिँ हामी जाँदैछौँ फेरि खानापछि फेरि काममा। साथीहरू चाहिँ कोही अगाडि गइसकेको छ, कोही आउँदैछ गाइज। फेरि हामी आइसकेका छौँ साइडमा गाइज, यहाँ देख्न सक्नुहुन्छ हैन। हाम्रो चाहिँ धकाधक माल हाल्ने काम चाहिँ यहाँ जारी रहिरहेको छ। सो गाइज हाम्रो यहाँ काम चालु भइसकेको छ गाइज। माथिबाट हैन मसलाहरू बनाएर झार्ने काम भइरहेको छ। हेलो गाइज हैन हाम्रो आजको दिन चाहिँ बितिसकेको छ गाइज। आज रात परिसकेको छ। हाम्रो चाहिँ हैन सेटिङ गरेर पनि आज रेडी बनाइसकेका छौँ गाइज। तपाईँले देख्न सक्नुहुन्छ गाउँ पानीमा हैन यहाँ यस्तो छैन अवस्था, पानीमा गएर काम गर्नुपर्छ। अगाडि हामीले चाहिँ हैन यतातिर सेटिङ गरिसकेका छौँ। अगाडि माल हाल्दैछ तुलीहरूले। ओके गाइज हाम्रो लगभग फाइनल भइसकेको छ गाइज। यहाँ चाहिँ हैन हाम्रो यसरी यहाँ ढुङ्गा ठड्याउनु पर्ने हुन्छ। पछाडि सेटिङ गर्दाखेरि चाहिँ तार बान्नुपर्छ यसमा। परतिर चाहिँ हाम्रो भर्न बाँकी नै छ। र छुट्टी भइसकेको छ गाइज। हामी चाहिँ यहाँ खोला नजिकै थियो। हातखुट्टा चाहिँ यहीँ धोएर चाहिँ हामी गइरहेको छौँ। हातखुट्टा हामीले यहीँ धोएर हैन सकिसकेका छौँ। अब चाहिँ जानुपर्छ गाइज। चिसो एकदमै धेरै छ। दिउँसो फेरि हैन पानीमा काम हुन्छ। काम चाहिँ हैन काम गर्ने मान्छेलाई चाहिँ केही फरक नपर्ने चाहिँ चिसोले पनि। अब चाहिँ हैन काम गर्दा बेला चाहिँ हैन गरिहालिँदो रहेछ जस्तोमा भए पनि जस्तो तस्तो हैन एकदमै उनीहरू छ गाइज अगाडि। ओह गाइज हैन थाकिएको यार। बिहान उज्यालो भएदेखि हैन रात पुरान्जेल काम गर्न पनि हैन काम गरेर खान पनि गाह्रो छ क्या गाइज। हाम्रो चाहिँ हैन रुममा पुगेर पनि हैन आज खाना खाने चाहिँ हुँदैछ गाइज। हाम्रो चाहिँ आज मासु खाने दिन रहेको छ कि यहाँ चाहिँ हैन मासु बाँड्ने सिस्टम हुँदैछ। देख्न सक्नुहुन्छ सबैजना। अघि पछि चाहिँ हैन आफू खाइहालिन्छ भने आज चाहिँ मासु भात हैन सबैले सँगै मिलाएर चाहिँ हैन खाने सिस्टम हुन्छ गाइज। गाइज यस्तै छ हाम्रो हैन।
कामदारको होइन सिस्टम हुन्छ 4 8 4 12 13 जना मात्रै हौँ 14 जना 15 ओके गाइज यहाँ चाहिँ हाम्रो होइन अब चाहिँ उठाउने काम हुँदैछ अब चाहिँ खानुपर्छ गाइज गाइज यहाँ मैले चाहिँ सुरु गरिसकेको छु खाना होइन सबैजना लगभग सुरु भइसकेको छ खाना गाइज यसरी होइन आज चाहिँ मासु भात चट्ट लगाएर होइन हप्तामा एकचोटि चाहिँ मासु खाने सिस्टम हाम्रो रहेको हुन्छ गाइज ओके गाइज मैले खाना खाइसकेको छु खाना खाएर रुममा आइसकेको छु गाइज तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ होइन हाम्रो काकुहरू यसो होइन सिरिप पार्दै हुनुहुन्छ होइन यसो होइन चिसोको समयमा तातो गर्ने हप्तामा एकचोटि गर्नुहुन्छ धेरै होइन केही फरक पर्दैन ओके गाइज आजको भिडियो हाम्रो यति नै हुन्छ आजको दिन हाम्रो पुरै बितिसकेको छ हाम्रो काम गाइज बिहानदेखि अहिलेसम्म हजुरहरूले हेरिराख्नु भएको छ गाइज कस्तो लाग्छ हेरेर होइन हजुरले हेरिसक्नु भएको छ कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला जस्ताको त्यस्तै र भिडियोलाई लाइक गरिदिनु होला कमेन्ट सेयर गर्नु होला च्यानलमा नयाँ हामीले सब्सक्राइब गर्नु होला गाइज अब चाहिँ हामी फेरि भोलि भेटिन्छौँ अहिले चाहिँ छुट्टिन्छौँ गाइज बाई बाई गुड नाइट